ल कङ्ग्रेचुलेसन आशिष थ्याङ्क यू सर, थ्याङ्क यू। सो तपाईँको आज भिजा पनि रिसिभ भएको छ होइन सो आफ्नो इन्ट्रोडक्सन दिनुहोस् न। मेरो नाम चाहिँ आशिष थापा। त्यही हो, म चाहिँ यहीँ काठमाडौँ बासिन्दा हो। म जर्मनी जाँदैछु। सो कुन कोर्स पढ्न जाँदै हुनुहुन्छ र कुन युनिभर्सिटी जाँदै हुनुहुन्छ? म जान चाहिँ युनिभर्सिटी अफ युरोप फर अप्लाइड साइन्समा जाँदैछु। कोर्स चाहिँ मास्टर्स इन इन्टरनेसनल बिजनेस गर्दैछु। ओके, सो आज भिजै पनि आइसकेको छ होइन तपाईँको। सो हाम्रो बारेमा चाहिँ तपाईँले कसरी थाहा पाउनुभयो र यहाँको प्रोसेस तपाईँलाई कस्तो लाग्यो? यहाँको बारेमा चाहिँ मैले थाहा पाएको त सोसियल मिडियाबाटै हो, इन्स्टाग्रामबाट। अब रिल्सहरू हेर्दा हेर्दै यहीँबाट धेरैजनाको भिजा देखा भएर चाहिँ मैले आएर यसो बुझेर आफै पनि यहीँबाट ट्राई गरेको हो सर। सो यहाँको टिम हजुरलाई कस्तो लाग्यो? केही छ फिडब्याक? त्यस्तो फिडब्याक केही छैन, सबैजना हेल्पफुल हुनुहुन्थ्यो, मजाले हेल्प गर्नुभयो। त्यस्तो अप्ठ्यारो केही पनि भएन त्यो। ओके, एनिवे बेस्ट विसेस। हस्, थ्याङ्क यू।